ल ब्लग भइसकेको छ गाइजहरू यता त मेरो आमा हुनुहुन्छ अब हामी उता जान्छ हामी चाहिँ स्याउरो नस्पति खान लगाएको यता यास कोब्रा सुतिरहेछ आरामले ल छिटो छिटो जाम गाइजहरू होइन गाउँहरूको बाटो चाहिँ यस्तै भइहाल्छ अब के गर्नु कस्तो झारी झारी छ यार गाइसहरू त्यही माथि ल हामी चाहिँ अब आँप र नस्पति खान गइरहेको छौँ बारीतिर खाना जान होइन सोर्न जान हो नि ल गाइजहरू ऊ चाहिँ सुकिसकेको छ है अब मान्छे भयो भने नि फिल भाग्नुपर्छ है कुन चाहिँ के हुँदैन के रोकिनु मलाई बिस्तारै नि लड लाग्ने कता जाने हो बारीमा यार यो त लास्टै काँडै हेर्छ त यार लामो सुरु लामो गाइजहरू बाटो चाहिँ यस्तो छैन अब के हो यस्तै छ बाटो चाहिँ गाउँतिर त्यस्तै हुन्छ गाइजहरू होइन ऊ नस्पति बोट त्यतातिर छ गाइजहरू नस्पतिको रुख छ आँपको रुख हाम्रो बारीमा छ रोक्नु गाइजहरू होइन मेरो च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला अब हामी चाहिँ बाहिर पुग्न गइसकेको छ गाइजहरू होइन 1 मिनट जति लाग्छ होला वाट इज यर नेम माई नेम इज बिटियस गाइजहरू कति कति चाहिँ नस्पति छ अहिले यो बिउ किन रोपेको यो बिउ किन रोपेको यो बिउ किन रोपेको कुन बिउ देखियो कुन यो यो अब यो होइन के यतापट्टि कि यो धान धान नि भात खाना अहिले मम्मीहरू गाइजहरू होइन अब बारी चाहिँ आइपुग्न लागिसकेको छ यहाँ त नस्पति उस त्यहाँनिर छ गाइजहरू रुखमा छान्नु पर्छ हो त्यतातिर छ गाइज त्यो त कुहिएको गाइजहरू होइन त्यहाँनिर राम्रो रहेछ अहिले आउँदा खाम्ला अहिले चाहिँ कति जाने अहिले चाहिँ आँप खानु जाने आँप पनि छ कि छैन गाइजहरू होइन अब यताबाट चाहिँ खोला बगिरहेको छ कति ठुलो खोला खबरै ए गाउँहरू आइयामा थाकिसक्यो मामा त ए यता यस्तो बारी छ है मकै सुकिसक्यो गाइजहरू गाइजहरू पानी पानी सल पानी गाइजहरू आँप चाहिँ छ कि छैन होइन आँप चाहिँ छ कि छैन अब हेर्न जाऊँ भाग्यमा रहेछ भने खाम्ला रहेछ भने नखाम्ला गाइजहरू चिल छ है मेरो गाउँ चाहिँ छन् थाहा छन् यता चाहिँ मेरो भाइ होइन यता चाहिँ मेरो समित भाइ हो एउटा आशिष भाइ चाहिँ घरतिर बसिरहेको मोबाइल हेरेर अब बहिनीलाई सम्हाल्नु पर्छ छ कि छैन गाइजहरू होइन सुन न बहिनीलाई लगाइ छ होइन बहिनीलाई सम्हाल्नु पर्छ भनेर मोबाइल हेरेर बसिरहेछ आँप चाहिँ छ गाइजहरू नि ओ ढुकुरा नानी गाइजहरू आँप चाहिँ कतै कतै 3-4टा 2-3टा रहेछ ल अब यही भयो नि झारेर हम अब झारेर खाने हामी लोग्ने भन् ल यता मुनतिर चाहिँ मेरो बारी हो होइन गाइजहरू
अनि यो चाहिँ आँपको रुख अब हामी यसलाई ढुङ्गाले हान्छ रुखमा त जान सक्दैन होइन अब के गर्नु त उयो यस्तो झाडी रहेछ अब कहाँ जानु आँप खोज्नु चाहिँ कस्तो काट्ने हो त ल गाइजहरू आँप चाहिँ कतै कता छ है यी आँपको दाना चाहिँ दुइटा त्यहाँ बसिरह ल त भ्लग बनाउनमा आँप एकैछिन ल कस्तो म चाहिँ ढुङ्गाले हान्न गइरहेको एकछिन त र अलि उज्यालो बनाएर ल त बनाउँदैन म ढुङ्गाले हान्छु कता छ आँप कहाँ छ भन्न कता छ आँप मिल्दैन यतिकै राख्ला एकैछिन अहिले त अलि मेरो टाउकोमा हानिस् भने नि आँप कता छ भन्न त हेर्न उ त्यता छेउतिर छँदैछ ऊ त्यता हेर्न ऊ देखेन ल आँसु आइसक्यो म यता ध्यान यता यता म चाहिँ ढुङ्गाले हान्न गइरहेको फर्स्ट ट्राई इज मिस गाइजहरू यहाँ चाहिँ पानी बगिरहेछ सानो खस्यो आया कस्तो छिटो गरेर के चाहिँ खोज्यो लाते समात क्यामेरा समात्न कस्तो थर्दै मलाई लाग्छ एकैछिन आँप कहाँ छ भन्न त लाग्छ एकैछिन लाम उइ सेट यतिले झरेन नि झऱ्यो आँप कहाँ छ भन्न त म पनि हान्छु क्या ल कहाँ छ भन् त ए त्यहाँ पो छर्छ म हान्छु यो छर्छ छ ठुलो ढुङ्गा चाहिन्छ त्यो हातै बाङ्गो छ कि नि अहिले एउटा हातमा ढुङ्गा छ एउटा हातमा मोबाइल छ ढुङ्गा हानेर मोबाइलले हान्दै के गाइजहरू ल खतम ऊ झऱ्यो गाई झऱ्यो आँप चाहिँ झरेको जस्तो लाग्यो नि गाई चाहिँ त आँप झरेको छ कि गाई झरी समात्त दुई तिनवटा झरेको जस्तो लाग्थ्यो गाई झऱ्यो आँप होइन दुईवटा झरेको थियो ऊ त्यहाँनिर छ क्या गाई झरी यता पनि झरेको छ गाईहरू यो चाहिँ हल्का काँची छैन गाई चाहिँ त्यता मुनितिर पनि छैन गाई चाहिँ पनि झरेको छ उतातिर पनि झरेको क्या उता टन्नै झरेको क्या ए गाई छोरी तर अलिअलि काँचो रहेछ होइन कुछ नै हो त यसले राख्ने खाने के लिए काम आइरहेको यता पनि झरेको छ जस्तो लाग्थ्यो होइन अब के भएको छ नआए चाहिँ ललास यहाँ पनि छ गाई छोरी अब कस्तो छ ए गाई छोरी यतातिर पनि झरे जस्तो लाग्थ्यो है कुहिएको त के काम गर्नु नानाले यो गाई छोरीमा चाहिँ यस्तो पाकेको आँप भेटाइसकेको छ गाई छोरी
अब गाउँको चाहिँ विषालु नहालेको आँप हुन्छ होइन लाभाइ राख एउटा गएको चाहिँ मेरो भर्छु एउटा अब ला कुन चाहिँ ढुङ्गा लाउनु मन लाग्छ रुक न अझै खोजौँ न खोजौँ अब हल्का यतातिर खोजिदिउँ होइन हाम्रो बारीतिर नि झर्न त झऱ्यो होला मैले यहाँ ढुङ्गा समातिरहेको छु यतातिर आँप झरेको थियो कि गाई चोर यार कहाँ खस्छ त्यो समित आइज त हाम्रो बारीतिर जाऊँ यस्तो खरबारीनिर आइजाउँ ला यो ढुङ्गा त्यही खाँदै छोडे र गाई चोर होइन आँप चाहिँ 4-5 वटा कतिवटा छ समित गर्नु त खोल्दी भरिसकेको छ गाई चोर एउटा खोल्दी चाहिँ होइन अब हामी चाहिँ यता खरबारीतिर पाउँछ कि भनेर जाँदैछौँ 1 2 3 अब खरबारी यता हेलो होइन के हो यतातिर त आँप छैन के हो गाई त्यो त मुनतिरको त सबै हाम्रै बारी हो होइन यो गाई फेरि यता एउटा गाई जरी एउटा आँपी लाभाइ राख कुन के फुट्याएको त्यो कुही होइन यो गाई छोरी चाहिँ कुहिसकेको रहेछ होइन कहिले झरेको थियो रोक्नु रोक रुख त्यतातिर चाहिँ यतातिर झर्नुपर्ने सबै एकैचोटमा झर्छ अहिले फेरि झर्ने क्या ल अब त आँप छैन गाई छोरी जाउँ अब ढुङ्गाले हान्नुपर्छ गाई छोरी फेरि अब यस्तो यतातिर होला आँप त अब के झाडीमा गइरहनु भनेर अहिले नाक दाजु अहिले नाग दाजुको दर्शन भयो भने खत्तम हुन्छ गाई छोरी होइन गाई छोरी पसिना स्वाप आइरहेको छ गाई छोरी होइन ल त समात मोबाइलमा फेरि ढुङ्गान्छ देखा है कस्तो कमजोर छ पानीलाई देखाउँछु कम देखाउनु भने आँप छ क्या हो लाग्दैन हल्का भाटा भयो उनीहरूले यहाँ त कोही यतै तेरो खोज्न पाइहाल्छ नि यसलाई यता छ एउटा कता छ भन त पहिला ओ छोडे टाउको चिटो लाग्ला तेरो ओ छोड भने हो ओए छोडका आइया ओ छोड मोबाइलले छेका छस् यतापट्टि क्यामेरा छ हौ यो त गाइस कुहियो कहाँ भयो नि कोही के आपले खेल्दैन
यता त्यो समेत के म के हामीलाई समाज गरी मोबाइल खेल्नु हो यसरी सामान गाई छोरी ढुङ्गा जान्छ नि झरेन गाई छोरी झरेन झरे जस्तो लाग्छ भन्छ भाइले होइन आँप झऱ्यो दुईचोटि ढुङ्गा झऱ्यो होइन दुईचोटि ढुङ्गा कहाँ छ एउटा ढुङ्गा फ्याँक्यो होइन हेर 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 आने पर्छ हिँड्ने त अगाडि छ मलाई ल गाई झर आँप झरेको जस्तो लाग्थ्यो आँपै छैन है गाई झर होइन मलाई हावा बोले जस्तो हावा बोले जस्तो दुईटा ढुङ्गा कहाँ यहाँ झरेछ मैले भनेको यहाँ छ अहिले त कस्तो हो ल यहाँ गएर पैसा कुहिएको होइन क्या पाकेको त्यो छाला मात्र त्यस्तो भएको क्या मैले यता पुगिन्छ इस सब खुस हुन्छ हामीले आफूलाई देखेर अब जाम माथि त कति भयो 1 2 3 4 5 6 7 8 9 10 वटा भयो 1 2 3 जामिन 5 6 7 8 9 10 वटा भयो अय्यमा कहाँ भन्ने चिज किन आउँछ होला हाम्रो बुझ्दैन एकदम मासु 10 वटा भइसक्यो रोक्न लास्ट मत मोबाइल सर्दै लाग्छ सर्दै गाई पसिनाले यस्तो भइसक्यो भिजेरै